घरिघरि चाहिँ मिस्टेक पनि जान्छ होइन हजुर घरिघरि चाहिँ मिस्टेक पनि जाँदो रहेछ तालै चाहिँ नपर्ने रहेछ हामी चाहिँ अलिक लेटको परेर अलिक माछाले तिर्दैन कि तपाईँको कहाँ हो भन्नु त हाम्रो त माथि नै ए माथि नै हो हजुर ए अलिक यो पनि जाल बनाउन अनुसार हो ए अब अर्कोचोटि चाहिँ हामी यो खालको पनि युज गर्नुपर्ने भयो खेलेर हामीले त जान्दैन होला यो नसिकिकन त्यही हो सिकेरै आउने जे चिज पनि अब तपाईँहरूको पनि त्यो बल्छी हान्दाखेरि त्यो अलिक ट्रेनिङ प्राप्त नि हुनु पऱ्यो नि होइन तर त्यसमा फेरि खेलाउन जाने त तपाईँको त माछा छुँदै पनि पर्छ नि त फेरि पर्नु थाल्यो त छुएको पनि थाहा हुन्छ जोख्ने भएन त कान्छा जोख्ने नहुने भयो तर यो ठाउँ एकदम राम्रो रहेछ अस्ति एक दिन त यहाँ भाइहरूले त कम त धेरै पारा हो त यहाँ म पारिपट्टि हुँदाखेरि हेरिरहेको छु सेतै सेतै निकाल्छ होइन कान्छा कति केजी परेर कान्छा त्यो दिन हाम्रो चाहिँ 9 केजी हजुर यसको दाको 10 केजी अनि किबाट आएको चाहिँ 7 केजी 7 केजी भनेपछि लगभग त्यो दिन 20-25 केजी माछा पर्यो पर्छ यहाँ त माछा त पर्ने ठाउँै हो क्या कान्छा दिनैभरिमा अहिलेसम्म सबैभन्दा धेरै कहिले मारेको छौ भन त कति केजीमा मारेको छौ एक दिनमा पर्छ होइन परिसक्यो यहाँ ल एकदम राम्रो माछा पर्यो अर्को राम्रो साइज आयो है यो चाहिँ ए मलाई छ भनेको माछा त होइन सोल्दिन हौ कान्छ राम्रो पो परेछ यो कत्ले हो कि के हो यो गर्दी यो सिन्दिर भन्छ हजुर सिन्दिर भन्छ हाम्रोमा चाहिँ होइन ए सिन्दिर माछा खानु चाहिँ यो ठिक हो फेरि ए राम्रो रहेछ यसले बल्छीहरू खाँदैन यसले यसले खाँदैन बल्छी यसले चाहिँ ल्याएर खाने हो यो ठुल्ठुलो पनि हुन्छ है यो हुन्छ यो झन्डै 2 किलोसम्म हुन्छ ए